आजको भाषामा भन्नुपर्दा स्वागत कार्यक्रममा उपस्थित भइरहेका छौँ। कुनै पनि कार्यक्रमलाई औपचारिकतातिर ल्याउँदछु। कुनै पनि कार्यक्रमलाई औपचारिक रूप धारण गर्नुको निम्ति कुनै पनि कार्यक्रममा सभापतिको आवश्यकता पर्ने भएको कारणले गर्दा आजको यस स्वागत कार्यक्रममा आफ्नो सभापतित्व सिट हासिल गर्नको निम्ति श्री सन्ध्या शर्मालाई सभापति अगाडि बढाउन गइरहेको छु। आजको यस स्वागत कार्यक्रममा प्रमुख अतिथि सिट हासिल गर्नको लागि यस डाङभ्याली कलेज साइन्स स्ट्रिमका सल्लाहकार डाक्टर भीमबहादुर सिंह ओलीजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथि सिट हासिल गर्ने क्रममा यस कलेजका प्राध्यापक क्याम्पस प्रमुख धनबहादुर केसीजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी यस कलेज विज्ञान संकायका इन्चार्ज श्री बलदेवराज चन्द्रजीलाई कार्यक्रमलाई निरन्तरता दिँदै अब हामीहरू अरू अन्य थरहरूको पनि आसन ग्रहण गर्ने कार्यक्रम अगाडि बढाउनेछौँ। त्यसका लागि आसन ग्रहण गरिदिनु गणेश दत्त भट्टज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सुमन पौडेल सर, आसन ग्रहण गरिदिनु न श्री लोकबहादुर बस्नेतज्यूलाई पनि हार्दिक अनुरोध। त्यसै कारणले गर्दा आफ्नो गरेको कार्यक्रमको समय पछाडि पनि बिचमा आफ्नो कार्यक्रम हुने छ र अब सरस्वती कार्यक्रमलाई म अगाडितिर ल्याउँछु। हाम्रो कार्यक्रम अनुसार अब स्वागत मन्तव्य रहेको छ। स्वागत मन्तव्य दिनको निम्ति कक्षा 12का विक्रम जीवनलाई स्वागत, कक्षा 11का जताईलाई स्वागत मन्तव्य दिनको लागि मञ्चमा बोलाउँदछु।